नमस्ते, म डाक्टर सुबोध कुमार पोखरेल, माता मनोकामना आरोग्य क्लिनिक पुतली सडक काठमाडौँमा वरिष्ठ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चिकित्सक एवं परामर्शदाताको रूपमा कार्यरत छु। धेरै व्यक्तिहरू श्रीमान श्रीमती गर्भ रहिसकेपछि यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन, गर्भ रहेको बेलामा यौन सम्पर्क राख्नु कतिको सुरक्षित हुन्छ भनेर प्रश्न गर्नुहुन्छ। यसको लागि हामीले सम्पूर्ण गर्भधारणको समयलाई 3 भागमा बाँड्नुपर्ने हुन्छ। पहिलो 3 महिना अर्थात् जहिले लास्ट महिनावारी भएको छ अथवा जहाँदेखि महिनावारी रोकिएको छ त्यो महिनावारीदेखि 3 महिनाको समय, त्यसपछि अर्को 3 महिनाको समय र त्यसपछि बच्चा जन्मनुभन्दा अगाडिको 3 महिनाको समय। बच्चा जन्मनुभन्दा अगाडिको 3 महिना अर्थात् तेस्रो त्रैमासिकको समयमा यौन सम्पर्क राख्दाखेरि अलि सतर्क के हुनुपर्छ भनेदेखि पुरुषमाथि र स्त्री तल भएर गरिने मिसनरी यौन पोजिसनमा बच्चामाथि प्रशस्त दबाव बढ्न सक्ने भएको कारणले गर्दाखेरि पुरुषले छेउबाट पछाडिबाट वा महिलालाई तल राखेर भन्दा पनि पुरुष तल बसेर महिलालाई माथि राखेर यौन सम्पर्क गर्न सकिन्छ। कतिपय पुरुषहरूले बच्चा जन्मिने दिनसम्मै पनि यौन सम्पर्क गरिरहेका हुन सक्छन्। अब आयो बीचको 3 महिनाको पिरियड। यो सबैभन्दा सुरक्षित समय हो। यतिखेर गर्भधारण भए तापनि पहिलेकै तरिकाले निर्धक्क भएर हरेक किसिमबाट आफ्नो दम्पतिको इच्छा अनुसार यौन सम्पर्क राख्न सकिन्छ। यस हिसाबले सबैभन्दा सुरक्षित हुनुपर्ने र बच्नुपर्ने समय भनेको पहिलो 3 महिना हो। यो 3 महिनामा जुन महिलाको पहिले पनि गर्भपतन भएको हिस्ट्री छ अथवा महिलाको स्वास्थ्य कमजोर छ भनेदेखि त्यस्तो अवस्थामा धेरै भाइब्रेसन र धेरै हलचलले बच्चाको गर्भपतन हुन सक्ने सम्भावना बढी भएको कारणले गर्दाखेरि यतिखेर यौन सम्पर्क नराख्ने, खास गरी रिस्क भएको महिलाहरूमा अथवा राखे पनि अत्यन्त सफ्टल अर्थात् नरम तरिकाले कुनै पनि किसिमको बढी भाइब्रेसन नभइकन त्यस्तो आसन र त्यस्तो अवस्थामा यौन सम्पर्क राख्नुपर्छ भनेर हामी भन्ने गर्छौँ। धन्यवाद, शुभरात्रि। फेरि अर्को भिडियोमा भेटौँला।